Hello guys, this is me first time making a video official vlog and today आज चाहिँ भनौँ न के हामी नेपाली भएर इङ्ग्लिस बोल्नु आज चाहिँ हामी घर जान लागेको भोट हाल्नको लागि सो बाटोमा चाहिँ कस्तो छ भन्दा अहिले पुरै सुनसान छ के लाइक दिस इज द कन्डिसन अहिलेको एन्ड यिनीहरू चाहिँ मसँग हिँड्न आँटेका छन् यिनीहरू चाहिँ मेरो मम्मी बहिनी हो साथी हामी साथीभाइहरू हिँड्न आँटेका अनि आज चाहिँ पब्लिक गाडी पाउँछ कि पाउँदैन भनेर हल्का कन्फ्युजन छ सो लेट्स सी है त के हुन्छ एन्ड विल कन्टिन्यू सो गाडी चाहिँ एक्सपेक्ट गऱ्यो भन्दा चाहिँ धेरै छिटो पायौँ हामीले होइन धेरै नै छिटो पायौँ गाइस अनि अब चाहिँ हामी जाँदैछौँ लेट्स सी के हुन्छ भनेर पनौती चाहिँ झरिसकेर हामी अब अटोमा के भन्छ घर जाँदैछौँ अहिलेको भ्यू देखिन्छ है त जाँदै गर्दाखेरि रमाइलो छ अवतारीहरू यिनीहरू नै हुन् कस्तो मसँग जाने साथी दोस्तहरू अरे कहना क्या चाहते हो के गर्न जान लाग्यो रे गाइज हामी ये फंस गया सीएम दुईजना मात्र अड्छ यही हो हाम्रो गाउँ हाम्रो घर हाम्रो खेत हाम्रो बारी सबै वहाँ माथिसम्मै हो घर चाहिँ उही माथि हो यो बाँसझ्याङको पछाडि अनि अहिले चाहिँ यहाँनिर हिँड्न पहिला कुलोको बिचबाट हिँड्नु पर्थ्यो बट अहिले चाहिँ मजाले यसरी ढलान बनाइदिएछ अनि ढलानबाट हिँड्नुपर्छ डिस्टर्ब गर्न बोलिहाल्छन् प्याच हाम्रो पनि कौन है ये लोग कहाँ से आते हैं अनि खिच यो गर भनेर ल गाउँमा त सुन्तला नै सकिसकेछ बोट चाहिँ यति धेरै छ यति धेरै छ बोट होइन दिस इज अलिअलि सुन्तला त्यही पनि यहाँ सानो सानो फल्या रहेछ अलिअलि रहेछ बचेको अनि टिपेर चाहिँ हामी खाँदैछौँ कोई तरीका है भीख मांगने का यसले चाहिँ खाँदैछ यत्रो छ हेर्नु न यो हात भयो अनि यो हातमा यत्रो छ होइन सुन्तला चाहिँ सानै छ हाउ इज द भ्यू गाइज नाइस रुखमा अट्याक गर्न खोजिरहनु भएको छ भाँचिन्छ है क्या हो के गर्नु भएको शाबाश बेटा बहुत बढ़िया मुन्ना हो त्यहाँ माथि छ ठुलो हो ओइ खत्रै ठुलो छ त्यो त झोला भन्नु ल भयो वक्न के भयो होइन त्यो बोट भयो नि त अच्छा हमको सिखा रिया है म उयो झुप्पो छु त मम्मीले त त्यहाँ झुप्पो रहेछ यार खै कहाँ छ ल यही हो हाम्रो सुन्तला टिपाई दिस इज A few moments later. म चाहिँ अहिले आगोमा खाना बनाइराखेको छु मजा लागिरहेछ मलाई त एज अ थेरापी जस्तो फिल भइरहेछ आगोमा खाना बनाउँदा चाहिँ देखाम हजुरहरूलाई पनि अनि यो चाहिँ तरकारी बनाउन लागेको यो चाहिँ दाल बनाइरहेको छु अनि यहाँ चाहिँ चामल भिजाएर राखेछु यति हो
the next day. हेलो एभ्रिवान, गुड मर्निङ। बिहानको 7 बजिसकेको छ, भोट हाल्ने बेला पनि भइसक्यो। हामी चाहिँ भर्खर उठ्यौँ। एन्ड दिस इज द भ्यू। अब तातो तातो चिया खाने हो, खाना बनाउने, अलिअलि खाना खाने, अनि त्यसपछि भोट हाल्न जाने। See you in the voting location. अब चाहिँ हामी रेडी भयो अरे, खानासाना खाएर सब गरेर भोट हाल्न हिँड्न थालेको। अहिले चाहिँ खाली खाली छ अरे, त्यही भएर अब गइहाल्नु पर्यो। अहिले यस्तै 11 बज्न 10 मिनट जस्तो बाँकी छ। अब अहिले जाने, चुप्प लागेर भोट हाल्ने अनि आउने। भोट हालेपछि अब त्यहाँ त फोनहरू लान मिल्दैन भने सबजनाले, त्यही नि अब फोनहरू लान नमिले पनि पर्सहरू क्यापहरू केही लाउन मिल्दैन अरे। नमिले पनि अब लिएर जान्छन्, एकजनालाई बाहिर समातेर उभिन लाउने, अनि भित्र गएर भोट हाल्ने, अनि बाहिर निस्केर आफ्नो सामान लिने। त्यही गर्ने प्लान छ अहिलेसम्म चाहिँ। अब हेरौँ, वी आर जस्ट हेडिङ डाउनवर्ड्स भोट हाल्नको लागि है त। सी यू आफ्टर भोटिङ। भोट हालेर आइसकेँ म चाहिँ। अब भोट हालेर पनि सकियो। अब आनन्दले जाने हो। यहाँ भोट भइरहेछ, चलिरहेछ, यहाँ सबजनाले हालिरहेछन्। देखाउँछु है त म। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ,